गाइस वेलकम ब्याक टु सायो ब्लग्स। र आज चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हामी एयरपोर्ट जाँदैछ होइन। एयरपोर्ट चाहिँ किन गएको भन्दाखेरि चाहिँ मेरो दादालाई ल्याउनु गएको होइन। दादा चाहिँ आफ्टर 2 इयर्स चाहिँ दादालाई भेट्दैछु नि त म। दादा पनि बाहिर हुन्छ, दादा पनि आउनुपर्छ नि त। सो दादालाई ल्याउनु गएको होइन। दाजुभाइको भेट हुँदैछ नि दाजु आफ्टर 2 इयर्स। र गाइस यो चाहिँ हाम्रो गिल टी गार्डन फ्याक्ट्री छ है। हाम्रो गिल चियाबारीको टी फ्याक्ट्री चाहिँ यहाँ हो। यहाँ गिल टी गार्डनको चाय चाहिँ लग्यो सेल गर्नु लागि होला है। यो हाम्रो चाहिँ सेल चलायो यस्तो हुन्छ। फ्याक्ट्रीबाट चाहिँ निक्लेर चाहिँ अब यसलाई सिधै उता उता कता हो कता लगिसक्यो होइन। हामी चाहिँ कारखाना आइपुग्यो, गिल चियाबारीको कारखानामा। हामी गणपति बाप्पामा जाने हो होइन। फेरि फ्लाइट एटेन्डेन्ट खतरा छ हाम्रो क्याप्टन हो। हाम्रो भर्खर पुस्दैछ गाडी त। सो अब चाहिँ हामी यहाँबाट निस्किने हो यसबाट होइन। यो चाहिँ अब इन्टरनेसनल फ्लाइटमा चढेर जाने हो। अघि डोमेस्टिकमा आयो, अब चाहिँ इन्टरनेसनलमा चढेर जाने होइन दा। इन्टरनेसनल फ्लाइट होइन यो त। अब यहाँ अब खास गुरुको गाडी हो कि त्यसपछि दाको फेरि आफ्नै हो कि हाम्रो। सो अब चाहिँ उडायो, फेरि उडायो हावाले। अब गिल भन्ज्याङ आइपुगिसक्यो। यो चाहिँ गिल भन्ज्याङ हो। र तपाईँहरू यहाँबाट ओह्रालो जानुभयो भने चाहिँ गिल 2 नम्बर। सो अहिले चाहिँ गिल भन्ज्याङ। यो चाहिँ गिल भन्ज्याङ बजार ट्राभल अफिस होइन। र यहाँ तलको चाहिँ गिल 2 नम्बर छ। यसरी टिपिन्छ चायपत्ती चाहिँ काट्नेको। यहाँ परको डाँडामा चाहिँ के हो कालिम्पोङको होइन। यहाँ पर चाहिँ यो चाहिँ आल्झोडा हो। यो चाहिँ हाम्रो गिल र टिस्टा भ्यालीको बोर्डर हो होइन। यहाँ जुन लेख्नु हुँदैछ नि यो चाहिँ हाम्रो गिल टिस्टा भ्यालीको बोर्डर हो। र अब चाहिँ हामी टिस्टा भ्याली टी गार्डन पसिसक्यौँ होइन। भन्नु चाहिँ यसलाई बडा गिल पनि भनिन्छ। पहिला चाहिँ बडा गिल भनिन्थ्यो भनेर सुन्नुको हामीले होइन। र अहिले चाहिँ यसलाई टिस्टा भ्याली भनिन्छ अहिलेको चाहिँ। हामी चाहिँ अहिले टिस्टा भ्याली गार्डनमा पसिसकेका छौँ। हेर्नुहोस् टिस्टा भ्याली टी गार्डन हो यो चाहिँ। यहाँबाट चाहिँ टिस्टा भ्याली टी गार्डन स्टार्ट हुन्छ। हाम्रो 27 माइल उकालो हो होइन। फेरि हामी डेन्जर उकालो छ क्या यो चाहिँ। एकदम खतरनाक उकालो छ क्या यो बाटो चाहिँ। हाम्रो अहिले चाहिँ बनेर यस्तो मजाको छ भएन। पहिला त ह्याप्पी डेन्जर थियो क्या यो बाटो चाहिँ। त्यस्तो उकालो देख्दैन नि त। ओह्रालो हिँड्दा कहाँ उकालो देख्छ। यहाँ चाहिँबाट चाहिँ हाम्रो छुट्टिन्छ नि त बाटो होइन। तपाईँ डाइरेक्ट चिसो जानु भने चाहिँ सिक्किम कालिम्पोङ जाने हो। र अब यता जानुभयो भने चाहिँ तपाईँहरू सिधै बाघपुल सिलगढी। र यहाँबाट उकालो चाहिँ जानुभयो भने चाहिँ तपाईँ चाहिँ सिधै तकदाह टिस्टा भ्याली तपाईँ चाहिँ यहाँ आएर छुट्टिनुपर्छ यो ड्याम। अहिले घरि चाहिँ हामी बाघपुल आइपुग्यौँ। ब्रिटिस कालीनमा बनिएको पुल हो यो।
यो चाहिँ हाम्रो सालबाट अगाडिको पहिलाको बाटो चाहिँ यताबाट हो पुरा चेन्ज भएको छ यहाँ चाहिँ अहिले फ्लाइओभर बनिँदैछ यो चाहिँ अहिलेको नयाँ फिलहालको दार्जिलिङ मोडको हाम्रो छ रोड कन्स्ट्रक्सन भएकोले गर्दा चाहिँ ओपरै कन्फ्युजन छ नि त यहाँनिर सो तपाईँहरूले ध्यान दिएर आउनु आउनेखेरि चाहिँ सो लागेको हामी चाहिँ बागडोग्रा एयरपोर्ट अब चाहिँ रोड खाली हुन्छ नि त यहाँको चाहिँ र गाइस अब चाहिँ हामी चाहिँ बागडोग्रा एयरपोर्ट पुग्न आँट्यो होइन बाटो चाहिँ यस्तो हुन्छ एकदम कम्प्लिट भइसकेको हो सो त्यो भएर चाहिँ एकदम 4 वे 3 वे भनौँ न अब यस्तो छ दामी छ के बाटो यहाँदेखि चाहिँ मजा आउँछ कि यहाँदेखि होइन धेरै अगाडिदेखि नै मजा दामी छ बाटो अब चाहिँ हामी एयरपोर्टभित्र छिर्यौँ बागडोग्रा एयरपोर्ट आउँदैछ सिङ्गापुर सोल्टीमा लाग्यो जहाँबाट घुम्नु जाडो घुम्नु होइन हामी चाहिँ यहाँ वेटिङ गरिरहेको छ होइन सिङ्गापुरे सोल्टीहरू भन्छ नि त सोल्टी घुम्नु वेटिङ गरिरहेको छ हामी चाहिँ सो आयो 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 पछाडि उसैको टी सर्ट आयो नि ह्याप्पी छ त तिनजना अन्त खतरा आइदिएछ अन्त कहाँ छ हाम्रो ह्याप्पी आएको अन्त ह्याप्पी छ त अन्त खतरा छ त ह्याप्पी आइदिएछ अन्त हाम्रो के हो के हो जाङ्गोहरू आएछ नि त ह्याप्पी छ त अन्त सिङ्गापुरे सोल्टिनी त के हो अरे यहाँ हो बडी गार्डहरू नि त जानु रहेछ हो यस्तो छ वेलकम गरेको यो कम्प्युटर हाम्रो सिङ्गापुरे सोल्टिनी के भएकोले हाम्रो कास फेरि यहाँ बडी गार्डहरू के छ बडा अन्त कस्तो छ अब चाहिँ हामी पनि जस्तो आयो त्यस्तै आइदिइहाल्यो अन्त हामी चाहिँ लाग्दै गयो अब चाहिँ होइन हामी अब झन्डै कति 12:30 आइपुग्यो हो सिलगढी बिहान हामी हाम्रो बडा फेरि यता हो हाम्रो जोजो के छ ठिक छ जोजो अबै यहाँ फेरि अगाडि खतरा छ हो बाबा र यता दादा हुनुहुन्छ हो सो अब चाहिँ हामी चाहिँ लागेको घरतिर र अहिले फाइनल्ली हामी चाहिँ घर आइपुगिसक्यो होइन अब हाम्रो फेरि यहाँ जो छ फेरि हो यता यता मम्स हो सो हामी चाहिँ अहिले आइपुग्यो होइन आउँदाखेरि चाहिँ भिडियो गर्नु पाएन नि त किनभने चाहिँ पुरा रात परिसकेको थियो सो अहिले चाहिँ घर आइपुगिसक्यो हामी होइन र के कस्तो लाग्छ भिडियो हेर्नु होला र भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला बाइ